ल बहिनी, अघि जुन तिम्रो जिउमा एउटा दुसाद जुन बोलाइयो, एउटा प्रेत वायु भनौँ, पिशाच वायु भनौँ, त्यसलाई कसैले बोक्सी पनि भन्छ, कसैले के भन्छ होइन। अब मेरो शब्दमा मैले त्यसलाई प्रेत वायु भनेको छु। त्यो चिज बोलाउँदाखेरि तिमीले भित्र चाहिँ बोल्यो, हामीले त सुनेका छौँ, तिम्रो आफ्नो श्रीमानले पनि सुन्नुभयो, बुढाले। तिमी बोल्दाखेरि तिमीलाई उसले भित्र रूप देखायो कि देखाएन अरे? देखाएको थियो। अनि के भनेको देखाउँदाखेरि के भन्यो? श्रीमानको अगाडि त बोल्दिन भयो। अनि मैले कुखुरोको चल्लो चाहिँ छोडम कि क्यारम, ल भन तिमीलाई भित्र के भनेर देखायो अरे? भयो मलाई कुखुरा चल्लो चाहिन्न, त्यही कलेजोमा खुसी हुन्छु। ए ठिकै छ। हो जो हामीले खिचडी अथवा मासु पकाएर जो चढाउँ त्यो सबै रूप देखायो होइन तिमीलाई? अनि म दुःख दिन्न, म यो भाग पाएपछि खुसी छु भन्यो कि भनेन अरे? त्यो चाहिँ तिमीलाई दृष्टिमा आएर देखाएको, भित्र हेरिरहेको थियो होइन तिमीले? अनि एक दुईवटा कुराहरू बोल्दाखेरि उसले फेट्टा उत्तर फर्काएको थिएन हो? त्यो बेला एक थप्पड चाहिँ मैले लाएको बिस्तारै, तर त्यो थप्पड हान्न तिमीलाई थाहा भयो कि भन? तिमीलाई थाहै भएन होइन? जबकि दाइ यहीँ हुनुहुन्छ, मैले उहाँको अगाडि तिमीलाई एउटा हल्का एकचोटि चाहिँ थप्पड लाएको, तर तिमीलाई थाहा छैन होइन? ल ठिकै छ। अब बोल्न पर्ने कुरा बोलेको छ, अब भन्न पर्ने कुराहरू भनेको छ होइन? कहिलेकाहीँ यो गरादशाको कारणले नि लाग्छ, यस्तो हुन्छ होइन? अब मैले अब गर्न पर्ने के गरेको छु, अब यसलाई फुक्न पर्ने मैले फुकिदिन्छु है। ल।